ल बाबालाई मेरो भ्लगमा स्वागत छ। धन्यवाद। नमस्कार। फुल सेफ्टीमा हुनुहुन्छ त बुवा, किन अब आज? म धेरै खुसी छु। बादोबारीमा बन्द गर्ने दुःख दिएको ठाउँमा सुन्तला रोपेर फलाएर मेरो इष्टमित्र दार दाजुभाइ ससुराली कुटुम्ब सबैलाई खुवाउन पाउँदाखेरि बेच्न भन्दा खान दिनु म ठुलो धर्म प्राप्त गर्छु। ल नि खुसी लागेको छ। हेलो एभ्रिवान, सम्पूर्णलाई दर्शन नमस्ते। जो पाठला के भन्छन् होइन। आजको मेरो नयाँ भिडियो एकदम स्पेसलवाला हुनेछ, हेरिदिनु होला। आज चाहिँ म मेरो यो सुन्तला बगानमा आएको छु। सुन्तला बगान यता छ है। सुन्तला बगानमा चाहिँ बिसादी कसरी छिटिन्छ भनेर चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। एकदम अर्ग्यानिक खालको बिसादी छिट्न लाग्नु भएको छ मेरो बाबाले चाहिँ। हाम्रो बुवा चाहिँ उता हुनुहुन्छ। अनि त्यसमा चाहिँ के बिसादीहरू मिसाएर चाहिँ बनाएको छ भन्ने कुरा चाहिँ के कुराहरू मिसाएर चाहिँ त्यो बिसादी बनाएको छ भन्ने कुरा चाहिँ म बुबासँगै लिन्छु, किनकि म त अब बाहिर काम गरिरहने मान्छे। गाउँघरमा आएको बेलामा यो बिसादी छिट्न लगाएको पुरै यो एक खालको यो पुतलीले चाहिँ सुन्तला एकदम खतम बनाइदिने भयो क्या। त्यो भएको हुनाले त्यसको लागि चाहिँ बिसादी छिट्नु आएको छौँ हामी। बाबा म लगायत अङ्कलहरू पनि हुनुहुन्छ। म देखाउन चाहन्छु है त, मेरो बाबा उता हुनुहुन्छ। ल बाबालाई मेरो भ्लगमा स्वागत छ। धन्यवाद। नमस्कार। फुल सेफ्टीमा हुनुहुन्छ त बुवा, किन अब आज? म धेरै खुसी छु। बादोबारीमा बन्द गर्ने दुःख दिएको ठाउँमा सुन्तला रोपेर फलाएर मेरो इष्टमित्र दार दाजुभाइ ससुराली कुटुम्ब सबैलाई खुवाउन पाउँदाखेरि बेच्न भन्दा खान दिनु म ठुलो धर्म प्राप्त गर्छु। ल नि खुसी लागेको छ। मेरो अब भान्जीहरू नातिनी अनि छोरीहरू सबै छ। खान दिने नै मेरो ठुलो गर्वको कुरो हो। अनि यो खासमा यो तपाईँले चाहिँ के गर्न लाग्नु भएको बुवा यहाँनिर सुन्तला बारीमा चाहिँ? यो औषधि, प्राङ्गाणिक औषधि के मिसाउनु भएको छ? भैँसीको गौत, बोके टिमुर, त्यहाँबाट अनि तितेपाती, बनमारा औषधि बनाउने बनमारा, अनि निम काठ, तिते काठ, यति कुरा। अनि त्यहाँदेखि अदुवा सहित खुर्सानी सहित गरेर यो चाहिँ छिट्दै पनि खाँदाखेरि कसैलाई असर नगर्ने भनेर म आफ्नो ज्ञान प्राप्त गरेर यो उद्देश्य लिएर चाहिँ छरेको। यो गनाएको मात्रै हुन्छ तर खाँदा केही असर गर्दैन। यो यसरी यो बिसादी बनाउनु पर्छ भनेर कुनै कृषि कार्यक्रमहरूबाट थाहा पाउनु भयो कि के थाहा पाउनु भयो? मैले अब भोजपुरको सुन्तला खेतीको ठुलो उद्यमी कृषकको प्राविधिसँग रेडियो सुनेर मैले यो सुरु गरेको। ल यो हाम्रो यो पहिलो होला होइन? पहिलो अनुभव हो, कस्तो हुन्छ है त। यहाँनिर अब पुरै बिसादीको लागि चाहिँ बिसादी हालिसकेका छौँ। बुवाले पुरै प्रेस दिएर चाहिँ अब यो छिट्नको लागि रेडी पार्दै हुनुहुन्छ। सेफ्टी फुल सेफ्टीमा हुनुहुन्छ। ग्लोभ्स चाहिँ छैन, ग्लोभ्स पनि लगाउँदा हुन्थ्यो। अब त्यस्तो धेरै असर गर्ने नभएको बिसादी यो असर गर्दैन भनेर ग्लोभ नलाउने चाहिँ। तर अरू सेफ्टी चाहिँ फुल सेफ्टी छ है त। ल यता सुन्तला बगान छ। ल छिट्नु है त बुवा, देखाउनु त सर। ल यसरी यो छिट्दा चाहिँ यसरी छिट्यो भने चाहिँ छिट्दै पनि हामीले पखालेर खान मिल्ने भयो। अनि यो एक खालको पुतली हुँदो रहेछ। त्यो पुतली चाहिँ आएर खिल गाडिसकेपछि चाहिँ औसार पार्दो रहेछ। त्यो भएको हुनाले हामीले चाहिँ सुन्तला बगानमा अहिले यसरी छिटिरहेको छौँ। र जुनारमा पनि हामीले छिट्नेछौँ। जुनार चाहिँ माथि छ, माथि हाम्रो माथि पनि छ। उहाँ माथिदेखि उहाँ घर चाहिँ होइन। अब यहाँसम्म आउनलाई कम्ती भने हामीलाई आधी घन्टा जस्तो लाग्यो। यहाँ पनि अब खाली जग्गा, यत्तिकै खाली जग्गा किन राख्नु भनेर चाहिँ सुन्तला लगाएको थियो। 5-7 वर्ष अगाडि सुन्तला लगाएको थियो। अहिले एकदम राम्रो फल दिन थालेको छ है। तपाईँहरूले त देख्न सक्नुहुन्छ फल है। ल बहिनीहरू माथिबाट हेरिराख्नु। बुताए सेतो बाँधो ढेँडो ल यस्तै छ। रमाइलो छ। यस्तो मजाले फल्याएको छ कि यहाँ हेर्नु त। यो सुन्तला हो है। अहिले यो कार्तिकको यो पहिलो हप्तामा छौँ हामी है। यो तिहार मनाउनको लागि आएको थिएँ र खाँदा चाहिँ एकदम दामी रहेछ है। खाएको पनि भिडियो म तपाईँहरूलाई राख्नेछु। यस्तो बबाल छ। अहिले चाहिँ अब यो खान मिल्दैन, गनाएको छ बिसादी पुरै है। उता छिट्दै हुनुहुन्छ बुवाले। यस्तो नुही छ क्या, यस्तो नुही छ होइन। बोट यहाँ छ सरर गर त्यस्तै नुही छ क्या। यति धेरै छ कि यहाँ खासै देखिँदैन, तर धेरै नै छ यहाँ। यस्तो झुप्पा त्यहाँ पनि नुहेको छ पुरै है। त्यहाँ पनि नुहेको छ। त्यहाँ ठुलो पहिरो छ उता चाहिँ।
त्यो पारी त्यो उता हो छ हाम्रो घर चाहिँ यस्तो दामी छ ल बुवा ओइ यता होइन यता होइन भन्छु कहाँ कहाँ पुर्याइदिनुहुन्छ अनि तर आउँछ होला है हाम्रो चाहिँ पहिलो अनुभव हो अब यो कृषि कार्यक्रममा चाहिँ बुवाले सुनेर औषधिहरू विषादी बनाउनु भएको रहेछ र हामीले त्यही एप्लाई गर्दैछौँ कतिको काम गर्दो रहेछ है त्यसले अब 1 महिनापछि थाहा भइहाल्छ किनकि यो सुन्तलामा किरा लागेन भने 100% काम गरेको रहेछ भनेर कुरा चाहिँ हामी त्यतिलाई भन्छौँ है त पेट्रोल जस्तो है कस्तो सोलुडीरा है ल अहिले चाहिँ हामीले यो पनि एड गर्न लागेको छौँ है त यो अहिले चाहिँ हामीले लास्टको कम्ती अनि 10 लिटर जतिमा चाहिँ यो मालाथिन 50% इन्सेक्टिसाइडको लागि भनेको छ होइन यो अहिले हामीले एड गरेका छौँ है त यो पनि अहिले चाहिँ हामी विषादी छिर्दैछौँ यस्तै छ आजको ब्लग केही न केही कुरा तपाईँहरूले थाहा पाउनु भयो होला भन्ने कुरा चाहिँ अपेक्षा लिएको छु ओके बाई बाई